अम, आज हामी सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचरलाई चाहिँ कन्टिन्यू गर्नेछौँ। योभन्दा अगाडि मैले सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर इन्टु सेक्टर इकोनोमीलाई एक्सप्लेन गरिसकेको छु। आज हामी थर्ड र फोर्थ अर्थात् सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर इन थ्री सेक्टर इकोनोमी एन्ड इन फोर सेक्टर इकोनोमीलाई एक्सप्लेन गर्छौँ। सो आज चाहिँ मैले योभन्दा अगाडि टु सेक्टर इकोनोमीलाई एक्सप्लेन गरेको त्यसको चाहिँ छोटो रिभ्यू मात्रै गर्ने हो। सर्कुलर फ्लो अफ इन्कम एक्सपेन्डिचर भनेको के हो भन्दाखेरि एउटा सेक्टरबाट अथवा एउटा सेक्टरबाट चाहिँ अर्को सेक्टरमा रिसोर्सेसहरू, ल्यान्ड, लेबर, क्यापिटल, अर्गनाइजेसन कसरी चाहिँ फ्लो गर्छ अथवा चाहिँ इन्कम र एक्सपेन्डिचर एउटा सेक्टरबाट अर्को सेक्टरमा कसरी फ्लो गर्छ हो, त्यो फ्लोलाई नै के भन्छ भन्दाखेरि सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर भन्छ के। एउटा सेक्टरबाट अर्को सेक्टरमा रिसोर्सेस फ्लो हुँदाखेरि एउटा सेक्टरबाट अर्को सेक्टरमा के हुन्छ, पैसा के हुन्छ, मनी के हुन्छ, फ्लो गर्छ कि यसरी रिसोर्सेस र मनी के हुन्छ भन्दा एउटा सेक्टरबाट अर्को सेक्टरमा फ्लो भइरहेको हुन्छ अथवा चाहिँ एउटा सेक्टरबाट अर्को सेक्टरमा चाहिँ गुड्स एन्ड सर्भिसेसहरू फ्लो भइरहेको हुन्छ। सो त्यही फ्लोलाई हामीले के भन्छौँ, सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर भन्छौँ। सो बेसिकल्ली तीन किसिमको हुन्छ जुन मैले योभन्दा अगाडि नै एक्सप्लेन गरिसकेको छु। एउटा टु सेक्टर इकोनोमी, थ्री सेक्टर इकोनोमी र फोर सेक्टर इकोनोमी। टु सेक्टर इकोनोमीको कुरा गर्दाखेरि दुईवटा मात्रै हुन्छन्, एउटा हाउस होल्ड सेक्टर हुन्छ, अर्को चाहिँ बिजनेस सेक्टर हुन्छ। बिजनेस सेक्टर अथवा बिजनेस फर्म्स हुन्छन्। हाउस होल्ड सेक्टर भनेको फ्याक्टर अफ प्रोडक्सन अर्थात् ल्यान्ड, लेबर, क्यापिटल र इन्टरप्राइजेसको के हो भन्दाखेरि ओनर हो। हाउस होल्ड सेक्टर चाहिँ के हो, ल्यान्ड, लेबर होइन, ल्यान्ड, क्यापिटल, इन्टरप्राइजेसको ओनर हो। यसले के गर्छ भन्दाखेरि बिजनेस फर्मलाई बेच्छ। बिजनेस फर्मले के गर्छ भन्दाखेरि यो ल्यान्ड, लेबर, क्यापिटल, इन्टरप्राइजेसको रिटर्नमा वेज, रेन्ट, इन्ट्रेस्ट र प्रफिट कसलाई दिन्छ भन्दाखेरि हाउस होल्ड सेक्टरलाई दिन्छ। यसरी चाहिँ रिसोर्सेस बिजनेस फर्मसँग आयो र बिजनेस फर्मले चाहिँ त्यो रिसोर्सेसको लागि चाहिँ पेमेन्ट गर्यो। सो यो माथिको पार्टलाई यो माथिको एक्सचेन्ज अफ फ्याक्टर अफ प्रोडक्सन and money value among the household sector and business firm is called what, factor market. So यो बेसिकल्ली यो माथिको पार्टलाई हामीले के भन्यो भन्दाखेरि हो, यहाँभन्दा जुन माथिको पार्ट छ योभन्दा माथिको पार्ट, यो पार्टलाई हामीले के भन्छौँ, फ्याक्टर मार्केट भन्छौँ। यहाँभन्दा तल हेर्ने हो भने अब यो बिजनेस फर्मले के गर्छ भन्दाखेरि ल्यान्ड, लेबर, क्यापिटल र इन्टरप्राइजेसलाई युज गरेर के को प्रोडक्सन गर्छ भन्दाखेरि यी गुड्स एन्ड सर्भिसेसको प्रोडक्सन गर्छ। अब प्रोडक्सन गरिसकेपछि बिजनेस फर्मले गुड्स एन्ड सर्भिसेसलाई सेल गर्न पर्यो टु हुम, हाउस होल्ड सेक्टरलाई। किनभने हाउस होल्ड सेक्टर भनेको के हो, बिजनेस फर्मको प्रोडक्सनको कन्ज्युमर हो। सो बेच्न पर्यो कसलाई भन्दाखेरि हाउस होल्ड सेक्टरलाई। अब हाउस होल्ड सेक्टरलाई बेच्दाखेरि के गर्न पर्यो भन्दाखेरि हाउस होल्ड सेक्टरले पनि के गर्न पर्यो भन्दाखेरि यसलाई चाहिँ पेमेन्ट गर्न पर्यो कसलाई, बिजनेस फर्मलाई पेमेन्ट गर्न पर्यो, जसलाई भन्छ के, कन्जम्सन एक्सपेन्डिचर भन्छ के। सो के भयो भन्दाखेरि अब बिजनेस फर्मको पर्सपेक्टिभबाट हेर्ने हो भने के भयो भन्दाखेरि बिजनेस फर्मले के गर्यो भन्दाखेरि यो बिजनेस फर्मले कसलाई पेमेन्ट गर्यो, हाउस होल्ड सेक्टरलाई पेमेन्ट गर्यो। त्यही पैसा हाउस होल्ड सेक्टरले यो गुड्स एन्ड सर्भिसेसलाई कन्ज्युम गर्नको लागि फेरि कसलाई पे गरिरह त, यो बिजनेस फर्मलाई पे गरिरह। कसलाई पे गरिरह त, कसलाई पे गरिरह त, यो बिजनेस फर्मलाई पे गरिरह। भनेपछि के भयो भन्दाखेरि हाउस होल्ड सेक्टरले एक्सपेन्डिचर कसलाई दियो भन्दाखेरि हाउस होल्ड सेक्टरले पैसा कसलाई दियो, सरी बिजनेस सेक्टरले हो। यो बिजनेस सेक्टरले पैसा कसलाई दियो त, हाउस होल्ड सेक्टरलाई दियो। हाउस होल्ड सेक्टरले त्यही पैसालाई फेरि कहाँ दियो भन्दाखेरि यहाँ बिजनेस सेक्टरमा दिइरह भने यसरी के भइरह भन्दाखेरि इन्कम र एक्सपेन्डिचर अलङ विथ गुड्स एन्ड सर्भिसेस रिसोर्सेस के भइरह भन्दा सिफ्ट भइरह एउटा सेक्टरबाट अर्को सेक्टरमा। बिजनेसबाट हाउस होल्डमा गयो, फेरि हाउस होल्ड सेक्टरबाट कहाँ आयो त, बिजनेस सेक्टरमै आयो। सो यसैलाई के भन्छ, सर्कुलर फ्लो अफ इन्कम एक्सपेन्डिचर इन टु सेक्टर इकोनोमी।
अब यसैमा एउटा सेक्टर एड गरिदिने हो भने यो बन्न जान्छ 3 सेक्टर इकोनोमी। सो अब 3 सेक्टर इकोनोमीमा एउटा एक्स्ट्रा एड के हुने हो त भन्दाखेरि गभर्नमेन्ट सेक्टर एड हुने हो, जुन चाहिँ योभन्दा तल एक्सप्लेन गर्न सकिन्छ। अब सर्कुलर फ्लो अफ इन्कम एक्सपेन्डिचर इन 3 सेक्टर इकोनोमी। 2 सेक्टर इकोनोमी हामीले कम्प्लिट गरिसकेछौँ। योभन्दा अगाडि मैले यसको भिडियो पनि अपलोड गरिसकेको र त्यो भिडियो चाहिँ भेटाउनुहुन्न भने यसैमा पनि मैले चाहिँ सर्कुलर फ्लो अफ इन्कम एक्सपेन्डिचर इन 2 सेक्टर इकोनोमी पनि एक्सप्लेन गरिसकेँ। अब हामी चाहिँ मुभ गर्छौँ 3 सेक्टर इकोनोमीमा। सो 3 सेक्टर इकोनोमीमा के हुन्छ भन्दाखेरि हामीले हाउस होल्ड र बिजनेस सेक्टर अर्थात् 2 सेक्टर इकोनोमीमा एउटा मात्रै सेक्टर एड गर्छौँ भने त्यो बन्न जान्छ 3 सेक्टर इकोनोमी। सो 3 सेक्टर इकोनोमीमा एड के हुने हो भन्दाखेरि यो गभर्नमेन्ट एड हुने हो। सो गभर्नमेन्ट एड भइसकेपछि त्यो बन्न जान्छ 3 सेक्टर इकोनोमी। सो अब 3 सेक्टर इकोनोमीलाई पनि एक्सप्लेन गर्नको लागि सर्टेन एजम्सन बनाउनुपर्छ, किनभने इकोनोमिक्सको थ्योरी हो। इकोनोमिक्सको थ्योरी एक्सप्लेन गर्नलाई चाहिँ एजम्सन चाहिन्छ, किनभने एजम्सन नहुने हो भने इकोनोमिक्सका थ्योरीहरू चाहिँ एप्लिकेबल हुन्नन्, तिनीहरूलाई इम्प्लिमेन्ट गर्न सकिन्न। सो के छ त एजम्सन हेरौँ है। पहिलो एजम्सन के रहेछ भन्दाखेरि देयर आर ओन्ली 3 सेक्टर्स इन द इकोनोमी। के भने भन्दा इकोनोमीमा 3टा सेक्टर मात्रै हुन्छ अरे, एउटा हाउस होल्ड, अर्को बिजनेस र अर्को गभर्नमेन्ट। 3टा सेक्टर भयो। अर्को के भने भन्दाखेरि सेकेन्डमा भने पर्फेक्ट कम्पिटिसन एक्जिस्ट इन द मार्केट भने। पर्फेक्ट कम्पिटिसन भनेको के हो भन्दाखेरि यसमा चाहिँ के हुन्छ भन्दा फ्री ह्यान्ड हुन्छ क्या। फ्री ह्यान्ड भनेको के हुन्छ भन्दाखेरि गुड्स एन्ड सर्भिसेसका प्राइसहरू डिमान्ड र सप्लाईबाट डिटरमाइन हुन्छन् के। यसलाई कसरी एक्सप्लेन पर्फेक्ट कम्पिटिसन भनेको कसरी भन्न सकिन्छ भन्दाखेरि पर्फेक्ट कम्पिटिसनलाई कसरी एक्सप्लेन गर्न सकिन्छ भन्दा पर्फेक्ट कम्पिटिसनमा के हुन्छ भन्दाखेरि डिमान्ड र कुनै वस्तुको प्राइस कसरी डिटरमाइन हुन्छ भन्दाखेरि यो सपोज सप्लाई कब भयो, यो भनेको डिमान्ड कब भयो, यो डिमान्ड कब भयो, अनि यहाँ डिमान्ड र सप्लाई कहाँ मिट गरे भन्दाखेरि यो पोइन्टमा मिट गरेछन्। कुन पोइन्टमा मिट गरेछन् भन्दाखेरि यो पोइन्टमा यहाँ मिट गरेछन्। यहाँ मिट गरेछन् भने यसको करस्पोन्डिङ यहाँ चाहिँ क्वान्टिटी हुन्छ र यहाँ के हुन्छ प्राइस हुन्छ। यता के हुन्छ प्राइस हुन्छ, यता के हुन्छ प्राइस हुन्छ, यता के हुन्छ यता के हुन्छ र अनि यता के हुन्छ त यता के हुन्छ भन्दाखेरि यता के हुन्छ क्वान्टिटी हुन्छ भन्दा यो पोइन्टमा के हुन्छ इक्विलिब्रियम हुन्छ। यताको करस्पोन्डिङ प्राइस, यताको करस्पोन्डिङ क्वान्टिटी हुन्छ। अर्थात् प्राइस र प्राइस चाहिँ यदि डिमान्ड र सप्लाईबाट डिटरमाइन हुन्छ भने त्यस्तो मार्केटलाई के भन्छ पर्फेक्ट कम्पिटिसन मार्केट भन्छ। सो त्यहाँ चाहिँ फ्याक्टर अफ प्रोडक्सनको प्राइस डिटरमाइन गर्न होस् या प्रोडक्ट एन्ड सर्भिसेसको प्राइस डिटरमाइन गर्न होस्, सबै केबाट हुन्छ डिटरमाइन भन्दाखेरि फ्री ह्यान्डबाट, डिमान्ड र सप्लाईको इन्ट्रेक्सनबाट डिटरमाइन हुन्छ। सो आई होप यो क्लियर हुनुभयो होला। पर्फेक्ट कम्पिटिसन एक्जिस्ट इन द मार्केट। अब यहाँ पर्फेक्ट कम्पिटिसन एक्जिस्ट इन बोथ मार्केट, प्रोडक्ट मार्केट एज वेल एज इन फ्याक्टर मार्केट। सो मैले एक्सप्लेन गरेँ नि, यो माथिको पार्ट के हो फ्याक्टर मार्केट हो। यो माथिको मैले भाग भनेको थिएँ जुन यो फ्याक्टर मार्केट, अनि यो तलको भाग जुन छ यसलाई के भन्यो प्रोडक्ट मार्केट भनियो। प्रोडक्ट मार्केटमा पनि पर्फेक्ट कम्पिटिसन एक्जिस्ट गर्छ र फ्याक्टर मार्केटमा पनि के हुन्छ पर्फेक्ट कम्पिटिसन नै एक्जिस्ट गर्छ भनेको रहेछ यहाँ। अब त्यसपछि चाहिँ देयर इज नो गभर्नमेन्ट रोल भन्छ क्या। देयर इज अ गभर्नमेन्ट रोल, किनभने 3 सेक्टर इकोनोमीमा एउटा जुन सेक्टर एड भयो त्यो चाहिँ कुन सेक्टर रहेछ गभर्नमेन्ट सेक्टर रहेछ। सो यहाँ चाहिँ के हुन्छ भन्दाखेरि यसले चाहिँ जस्ट यो हाउस होल्ड सेक्टर र बिजनेस सेक्टरलाई चाहिँ हल्का हेरचाह गर्ने मात्रै हो। धेरै जसो चाहिँ रुल्स धेरै जसो राइट चाहिँ कोसँग हुन्छ बिजनेस र हाउस होल्ड सेक्टरसँगै हुन्छ। अब नेक्स्टमा चाहिँ के भने भन्दाखेरि यो गभर्नमेन्ट इम्पोजेस
ट्याक्स एन्ड प्रोभाइड सब्सिडिज बोथ हाउसहोल्ड एन्ड बिजनेस सेक्टर भन्छ क्या। अब सिम्पली गभर्मेन्ट भइसकेपछि हाउसहोल्ड सेक्टरबाट ट्याक्स लिन्छ, हाउसहोल्ड सेक्टरलाई पनि सब्सिडी प्रोभाइड गर्छ, बिजनेस सेक्टरबाट पनि ट्याक्स लिन्छ र बिजनेस सेक्टरलाई पनि के गर्छ, सब्सिडी प्रोभाइड गर्छ। सो अब नेक्स्टमा के भने रहेछ भन्दाखेरि हाउसहोल्ड सेक्टर पेज ओन्ली डिरेक्ट ट्याक्स। डिरेक्ट ट्याक्स भनेको त्यस्तो ट्याक्स जसको चाहिँ बर्डेन, जसको चाहिँ भार हामीले चेन्ज गर्न मिल्दैन। जस्तो इन्कममा ट्याक्स लाग्यो भने त्यसको चाहिँ भार चेन्ज गर्न मिल्दैन। इन्कममा ट्याक्स लाग्यो भने मान्छे आफैले तिर्नुपर्छ के। सो त्यस्तो खालको ट्याक्सलाई के भन्छ भन्दा डिरेक्ट ट्याक्स भन्छ कि। ट्याक्स बेसिकल्ली दुईवटा हुन्छ, एउटा डिरेक्ट हुन्छ, एउटा इन्डाइरेक्ट हुन्छ के। सो डिरेक्ट ट्याक्स भनेको चाहिँ जसको बर्डेन, जसको भार चेन्ज गर्न मिल्दैन। इन्डिरेक्ट ट्याक्सेस भन्छ भनेको त्यो चाहिँ के हो भन्दाखेरि जसको भार चेन्ज गर्न मिल्छ। जस्तो कन्ज्युमरमाथि लागेको ट्याक्स इफ बिजनेस सेक्टरले पे गरिदिन्छ भने त्यस्तो ट्याक्सलाई चाहिँ के भन्छ, इन्डिरेक्ट ट्याक्स भन्छ। सो बेसिकल्ली यहाँ डिरेक्ट ट्याक्स भनेको इन्कम ट्याक्स हो। सो यो डिरेक्ट ट्याक्स भनेको हामीले के भन्न सकिन्छ भन्दाखेरि इन्कम ट्याक्स भन्न सकिन्छ। कुन ट्याक्स अरे, यो भनेको इन्कम ट्याक्स भयो हो, यो भनेको इन्कम ट्याक्स भयो होइन। डिरेक्ट ट्याक्स भनेको इन्कम ट्याक्स बुझ्दा हुन्छ। अर्को 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 यो इन्डिरेक्ट ट्याक्सेस भनेर होइन, यो इन्डिरेक्ट ट्याक्सेसलाई के भन्न सकिन्छ भन्दाखेरि भ्याट भनेर बुझ्न सकिन्छ। भ्याट भनेको भ्यालु एडेड ट्याक्स भनेर बुझ्दा हुन्छ। बुझ्यौ? सो के बुझ्नु पर्यो भन्दाखेरि डिरेक्ट ट्याक्स भनेको इन्कम ट्याक्स भनेर बुझ्न सकिन्छ र इन्डिरेक्ट ट्याक्स भनेको भ्याट भनेर बुझ्न सकिन्छ, भ्यालु एडेड ट्याक्स, अथवा इन्डिरेक्ट ट्याक्स भनेको गुड्स एन्ड सर्भिस ट्याक्स भनेर पनि बुझ्दा हुन्छ। So household sector pays only direct tax, where business sector pays both direct and indirect taxes. There is a no foreign sector. So three sector economy में foreign sector को involvement हुँदैन। So foreign sector को involvement हामीले फोर्थ सेक्टर इकोनोमीमा पढ्नेछौँ। सो यो चाहिँ एजम्सन भयो। यो एजम्सनको बेसमा रहेर अब हामीले चाहिँ के गर्छौँ भन्दाखेरि सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर इन थ्री सेक्टर इकोनोमीलाई एक्सप्लेन गर्छौँ। सो यहाँ चाहिँ मैले ग्राफ बनाएको छु। सो यो चाहिँ यो ग्राफमा चाहिँ तीनटा सेक्टर भनेर पहिला हामीले डिटरमाइन गर्न पर्यो। पहिलो सेक्टर के हो भन्दाखेरि यो सेक्टर हाउस होल्ड सेक्टर। अर्को सेक्टर भनेको के हो भन्दाखेरि बिजनेस सेक्टर हो। अनि अर्को सेक्टर भनेको यो कुन सेक्टर हो, गभर्मेन्ट सेक्टर हो। कुन सेक्टर हो र यो हो, गभर्मेन्ट सेक्टर हो। कुन सेक्टर हो यो चाहिँ, कुन सेक्टर हो, गभर्मेन्ट सेक्टर हो। अब हाउस होल्ड सेक्टर पहिलो सेक्टर भयो, यो दोस्रो भयो, अनि यो चाहिँ के भयो, तेस्रो। तीनटा सेक्टर भयो। अब के बुझ्न पर्यो भन्दाखेरि यहाँ मैले कलर लगाइदिन्छु, त्यो बुझ्न सजिलो हो। त्यो बुझ्न सजिलो हो। यो कलर हेर्दाखेरि यो कलर जहाँ जहाँ जान्छ, जहाँ जहाँ जान्छ, जहाँ जहाँ जान्छ, यो भाग र यो भन्दा तलको भाग, यो यो भाग, यो भाग भन्नु र यो भाग भन्नु त एउटै कुरा हो नि त। यसमा र यसमा फरक के छ त, यो रातो लगाएको भाग हाउस होल्ड छ, बिजनेस छ, अनि त्यसपछि गुड्स एन्ड सर्भिसेस यता आएछन्, अनि यहाँबाट कन्ज्युमर एक्सपेन्डिचर यता गएछ, अनि त्यसपछि चाहिँ फ्याक्टर अफ प्रोडक्सन अनि बिजनेस सेक्टरमा आहा, अनि बिजनेस सेक्टरबाट चाहिँ पेमेन्ट कतातिर आहा, हाउस होल्ड सेक्टर। सो यो गभर्मेन्टलाई हटाइदिने हो भने, यो गभर्मेन्टलाई एकछिन हटाइदिने हो भने हाम्रो जुन बच्छ त, जुन भाग बच्छ, जुन यो एरिया बच्छ, यो रेड कलर लगाएको एरिया बच्छ, त्यो त टु सेक्टर इकोनोमी हो, टु सेक्टर इकोनोमी हो। सो इन्कम एन्ड एक्सपेन्डिचर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर इन टु सेक्टर इकोनोमी बच्छ होइन र। सो यसलाई एक्सप्लेन गर्न परेन, यो भागलाई एक्सप्लेन गर्न परेन। अब हामी योभन्दा माथिको भाग, योभन्दा माथिको भाग, यो भाग अनि यो भागलाई मात्रै एक्सप्लेन गर्न पर्यो होइन र। सो त्यसलाई एक्सप्लेन गर्नेतिर जाम। त्यसलाई चाहिँ कसरी एक्सप्लेन गर्न सकिन्छ भन्छु भने त्यसलाई चाहिँ म एक्सप्लेन गर्छु। एकदम सजिलो छ, धेरै केही जान्न पर्दैन यसमा, एकदम सजिलो छ। सो गभर्मेन्ट, अब गभर्मेन्ट हामीले एजम्सनमा के भन्यौँ भन्दाखेरि गभर्मेन्टले चाहिँ हाउस होल्ड सेक्टरबाट डिरेक्ट ट्याक्स लिन्छ, डाइरेक्ट ट्याक्स लिन्छ
र बिजनेस सेक्टरबाट चाहिँ के लेख्छ भन्दाखेरि डिरेक्ट र इन्डाइरेक्ट ट्याक्स लेख्छ। सो अब हामीले के बुझ्न पर्यो भन्दाखेरि गभर्मेन्टले हाउस होल्ड सेक्टरमाथि डाइरेक्ट ट्याक्स इम्पोज गर्यो। अब डाइरेक्ट ट्याक्स इम्पोज गरिसकेपछि हाउस होल्ड सेक्टरले के गर्न पर्यो त बिजनेस सेक्टरलाई डिरेक्ट ट्याक्सको बदलामा चाहिँ के गर्न पर्यो भन्दाखेरि डिरेक्ट ट्याक्स बापतको पैसा दिन पर्यो, क्यास दिन पर्यो, मनी दिन पर्यो क्या। सो हाउस होल्ड सेक्टरबाट मनी के गयो भन्दाखेरि डिरेक्ट ट्याक्सतिर के अरे सरी गभर्मेन्टतिर फ्लो गर्यो। सो यहाँबाट के भयो भन्दाखेरि मनी कहाँ फ्लो गर्यो त यता फ्लो गर्यो, बुझ्यौ, यता फ्लो गर्यो। अब हाउस होल्ड सेक्टरबाट चाहिँ के गर्यो भन्दाखेरि गभर्मेन्ट सेक्टरले पैसा त लियो, लिइसकेपछि अब यही हाउस होल्ड सेक्टरबाट लिएको मनी फेरि चाहिँ के गर्न पर्यो हाउस होल्ड सेक्टरमा फर्काउन पनि पर्यो, किनभने यो त सर्कुलर फ्लो हो, लिक छ भने दिन पनि पर्छ। सो अब के हुन्छ भन्दाखेरि अब यहाँबाट चाहिँ अब हाउस होल्ड सेक्टरमा गभर्मेन्टले फिर्ता के दिन्छ त भन्दाखेरि जस्तो अब गभर्मेन्टका डिफ्रेन्ट अफिसेसहरू हुन्छन्। सो डिफ्रेन्ट अफिसेसमा काम गर्ने पनि के हुन्छ त हाउस होल्ड सेक्टरकै मान्छे हुन्छन्, लेबरै हुन्छ। सो यहाँ काम गर्ने यो गभर्मेन्ट सेक्टरमा काम गर्ने मान्छेलाई चाहिँ के गर्छ भन्दाखेरि रिपेमेन्ट गर्छ, द्याट इज वेज, स्यालेरिज अनि ट्रान्सफर अफ पेमेन्ट। ट्रान्सफर अफ पेमेन्ट भनेको सिम्पली के बुझ्नुपर्छ भन्दाखेरि भत्ताहरू बुझ्नुपर्छ क्या। वृद्धा भत्ता भयो, त्यसपछि विधवा भत्ता भयो, अपाङ्गता भत्ता भयो, त्यस्तै धेरै किसिमका चाहिँ अलावेन्सहरू हुन्छन् जसलाई ट्रान्सफर अफ पेमेन्ट पनि भन्छ क्या। सो गभर्मेन्टले चाहिँ के अरे यो सोसाइटीमा खर्च गर्ने जुन एक्सपेन्डिचरहरू हुन्छन्, भत्ताहरू हुन्छन्, त्यसलाई चाहिँ के भन्न सकिन्छ भन्दा ट्रान्सफर अफ पेमेन्ट भनिन्छ क्या, सिम्पल ट्रान्सफर अफ पेमेन्ट भन्छ। ट्रान्सफर अफ पेमेन्ट। सो गभर्मेन्टले चाहिँ हाउस होल्ड सेक्टरलाई के दिन्छ त भन्दा वेज, स्यालेरिज र ट्रान्सफर अफ पेमेन्ट दिन्छ। अनि इन रिटर्न के लेख्छ त डाइरेक्ट ट्याक्सेस लिन्छ, अथवा डाइरेक्ट ट्याक्स लिएर चाहिँ वेजेस, स्यालेरिज एन्ड ट्रान्सफर अफ पेमेन्ट के गर्छ हाउस होल्ड सेक्टरलाई रिटर्न गर्छ। सो नेक्स्टमा चाहिँ फेरि के बुझ्न पर्यो भन्दाखेरि अब यताको भाग बुझ्न पर्यो, बिजनेस सेक्टरमा चाहिँ कसरी फ्लो गर्छ त। सो बिजनेस सेक्टरबाट पनि के लिन्छ त भन्दाखेरि बिजनेस सेक्टरबाट पनि के लिइरहेछ त भन्दाखेरि डिरेक्ट र इन्डाइरेक्ट ट्याक्स लिइरह। अब त्यो डिरेक्ट र इन्डाइरेक्ट ट्याक्स बापत लिएको जुन पैसा छ त्यो पैसा चाहिँ के हुन्छ भन्दाखेरि त्यो पैसालाई युज गरेर चाहिँ गभर्मेन्टले पर्चेज गर्छ र सब्सिडिज दिन्छ। सब्सिडिज भनेको के हो भन्दाखेरि सब्सिडिज भनेको जस्तो बिजनेस सेक्टरलाई चाहिँ कुनै सामान बिजनेस सेक्टरलाई चाहिँ ट्याक्स रेटहरू चाहिँ कम गरिदिने त्यस्ता खालको सब्सिडीहरू दिन्छ क्या। सब्सिडीहरू दिन्छ अहिले, सो द्याट उनीहरूलाई चाहिँ बिजनेस गर्ने इन्भाइरोमेन्ट चाहिँ क्रिएट हुन्छ क्या। त्यो सब्सिडिज भयो। अनि गभर्मेन्ट पर्चेज, सो गभर्मेन्टले पर्चेज के गर्छ भन्दाखेरि गभर्मेन्टले धेरै कुराहरू पर्चेज गर्छ। गभर्मेन्ट अफिसेसहरू चलाउनलाई पर्चेज गर्छ। त्यसपछि आपतकालीन समयमा जस्तो बाढी आयो, पहिरो आयो, भूकम्प भयो, त्यस्तो समयमा चाहिँ राहतहरू बाँड्नको लागि पनि पर्चेज गर्छ। सो गभर्मेन्टले धेरै कुराहरू बिजनेस सेक्टरबाट पनि पर्चेज गर्छ। सो बिजनेस सेक्टरको लागि चाहिँ दुईवटा कन्ज्युमर हुन जान्छन् अहिले, गभर्मेन्ट सेक्टर अनि चाहिँ अर्को हाउस होल्ड सेक्टर। सो हामीले के बुझ्न पर्यो भन्दाखेरि यहाँ सिम्पल यत्रो कुराको सार मैले भनिदिन्छु, सिम्पलमा भनिदिन्छु। गाह्रो भएछ भने के बुझ्न पर्यो भन्दाखेरि हाउस होल्ड सेक्टरबाट यो सेक्टरबाट बिजनेस सेक्टरमा के जान्छ त भन्दाखेरि फ्याक्टर अफ प्रोडक्सन जान्छ। यहाँबाट फ्याक्टर अफ प्रोडक्सन के हुन्छ भन्दाखेरि बिजनेस सेक्टरमा जान्छ। अनि बिजनेस सेक्टरबाट के हुन्छ त फ्याक्टर पेमेन्ट जान्छ। फ्याक्टर पेमेन्ट चाहिँ कतातिर जान्छ भन्दाखेरि यतातिर आउँछ। सो यहाँ चाहिँ थोरै मिस्टेक छ, आई वुड लाइक टु करेक्ट इट। म चाहिँ यसलाई करेक्ट गरिदिन्छु। यहाँ चाहिँ सिम्पल भएछ, मिस्टेक चाहिँ हल्का हो, यो मैले मिस्टेक चाहिँ सच्याइदिन्छु। सिम्पल यो सरी वेट यहाँ चाहिँ के भयो भन्दाखेरि हाउस होल्ड सेक्टरबाट फ्याक्टर अफ प्रोडक्सन यता आउनु पर्ने हो बिजनेस सेक्टरमा, तर चाहिँ यहाँ चाहिँ थोरै प्रब्लम के भइदियो भन्दाखेरि यो फ्याक्टर अफ प्रोडक्सन चाहिँ यतातिर आउँछ,
अनि अनि फ्याक्टर पेमेन्ट फेरि कतातिर जान्छ भन्दा यतातिर आउँछ। अनि यो कालो भएको काम छैन, यसलाई चाहिँ मेटाइदिए हुन्छ हैन। यो भाग र यो भाग चाहिँ मिस्टेक भएर रहेछ चाहिँ फिगर बनाउँदाखेरि। सो के बुझ्नु पर्यो, फ्याक्टर अफ प्रोडक्सन बिजनेस सेक्टरमा आयो, बिजनेस सेक्टरबाट फ्याक्टर पेमेन्ट कहाँ गयो, हाउस होल्ड सेक्टरमा गयो। त्यस्तै अब हाउस होल्ड सेक्टर सरी बिजनेस सेक्टरबाट यो सेक्टरबाट चाहिँ यसरी चाहिँ के हुन्छ, गुड्स एन्ड सर्भिसेस यहाँ आयो र गुड्स एन्ड सर्भिसेसको रिटर्नमा चाहिँ के भयो भन्दाखेरि चाहिँ पेमेन्ट गर्न पर्यो हाउस होल्ड सेक्टरले, जसलाई कन्ज्युमर एक्सपेन्डिचर भन्छ। सो यो चाहिँ टु सेक्टर भयो। अब यसैमा एउटा सेक्टर एड गरिदिने हो, एउटा सेक्टर एड गरिदिने हो भने त्यो गभर्मेन्ट सेक्टर हुन्छ। गभर्मेन्ट सेक्टरले चाहिँ बेसिकल्ली के गर्छ भन्दाखेरि सिम्पल हाउस होल्ड सेक्टरबाट डिरेक्ट ट्याक्स लिन्छ, डिरेक्ट ट्याक्स लिएर चाहिँ के गर्छ, वेजेस स्यालेरिज एन्ड ट्रान्सफर अफ पेमेन्ट फेरि हाउस होल्ड सेक्टरमै पठाउँछ र बिजनेस सेक्टरबाट यो सेक्टरबाट चाहिँ के गरिदिन्छ भन्दाखेरि डिरेक्ट र इन्डिरेक्ट ट्याक्स लिन्छ, त्यसको चाहिँ बदलामा त्यसको रिटर्नमा चाहिँ गभर्मेन्टले चाहिँ बिजनेस सेक्टरबाट पर्चेज गर्छ र सब्सिडिजको थ्रुबाट फेरि बिजनेस सेक्टरबाट लिएको पैसा फेरि बिजनेस सेक्टरमै रिटर्न गरिदिन्छ क्या। सो अब यसमा चाहिँ सेभिङ बच्छ भने हाउस होल्ड सेक्टरले चाहिँ बिजनेस सेक्टरबाट जुन अर्न गर्यो फ्याक्टर अफ पेमेन्ट, यो फ्याक्टर अफ पेमेन्ट यदि पुरै कन्ज्युमर एक्सपेन्डिचर बापत खर्च भएको छैन भने, केही सेभिङ छ भने त्यो सेभिङ फेरि चाहिँ के हुन्छ भन्दा फाइनेन्सियल मार्केटको थ्रुमा चाहिँ इन्भेस्टमेन्ट हुन्छ कहाँ, बिजनेस सेक्टरमा। जस्तो हाउस होल्ड सेक्टरसँग सेभिङ भयो भने ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन, सपोज यहाँ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन छ होइन, ब्याङ्क छ, यो ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन हो भने यसले जुन सेभिङ गरेछ त्यो सेभिङलाई यहाँ जम्मा गर्छ र अर्को चाहिँ यो बिजनेस सेक्टरले, यो सेक्टरले गएर यहाँदेखि के लिन्छ त, यहाँदेखि लोन लिन्छ, लोन लिएर फेरि बिजनेस सेक्टरमै इन्भेस्टमेन्ट हुन्छ। सो दिस इज अल अबाउट चाहिँ 3 सेक्टर इकोनोमी। अब हामी चाहिँ 4 सेक्टर इकोनोमीको कुरा गर्छौँ। 4 सेक्टर इकोनोमीमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा मात्रै सेक्टर एड हुने हो, द्याट इज फरेन कन्ट्रिज अथवा फरेन सेक्टर। सो आई थिङ्क मैले चाहिँ यहाँभन्दा माथि मैले यहाँ कलर गरिदिरहेको यो एरियाभन्दा माथि एक्सप्लेन गर्न पर्दैन, किनभने आई अलरेडी एक्सप्लेन्ड इन 2 सेक्टर इकोनोमी देन इन 3 सेक्टर इकोनोमी। सो यो एरिया चाहिँ एक्सप्लेन गर्न परेन, किनभने यो 3 सेक्टर इकोनोमी हो, यसमा एउटा सेक्टर एड हुन्छ द्याट इज फरेन सेक्टर। सो फरेन कन्ट्रिज मात्रै एड हुन्छ। सो यसलाई एक्सप्लेन गर्न केही पनि गाह्रो छैन, एजम्सनमा हेरौँ केही छ भने एक्सप्लेन गरौँला। सो के भने भन्दा 4 सेक्टर इकोनोमी इज फर्म बाई एडिङ फरेन सेक्टर टु दि 3 सेक्टर इकोनोमी। तिनवटा सेक्टर इकोनोमीमा तिनवटा सेक्टर भएको इकोनोमीमा चाहिँ फरेन सेक्टर एड गरिदियो भने त्यो 4 सेक्टर इकोनोमी भइहाल्छ। त्यसमा चाहिँ इन्कम र एक्सपेन्डिचर कसरी फ्लो हुन्छ त्यो चाहिँ हामी यहाँ देखाउनेछौँ। एजम्सनको कुरा गर्दाखेरि 4वटा सेक्टर हुन्छ, नो डाउट 4 सेक्टर इकोनोमीमा 4वटै सेक्टर हुन्छ। पर्फेक्ट कम्पिटिसन एक्जिस्ट इन द मार्केट, सो पर्फेक्ट कम्पिटिसन एक्जिस्ट इन बोथ द मार्केट, एउटा फ्याक्टर मार्केट छ, अर्को प्रोडक्ट मार्केट छ। सो देयर इज अ गभर्मेन्ट रोल, अभियसली 3 सेक्टरमा थियो भने 4 सेक्टरमा पनि भइहाल्छ। र हाउस होल्ड सेक्टर ओन्ली एक्सपोर्ट लेबर एन्ड क्यापिटल, सो एक्सपोर्ट भनेको फरेन पठाउने के, अरू कन्ट्रीमा चाहिँ पठाउने। सो हाउस होल्ड सेक्टर ओन्ली एक्सपोर्ट लेबर एन्ड क्यापिटल, लेबर र क्यापिटल मात्रै हाउस होल्ड सेक्टरले के गर्छ भन्दाखेरि फरेन सेक्टरलाई यहाँ चाहिँ हामीले के एड गर्न सकिन्छ भन्दा टु फरेन कन्ट्रिज, टु चाहिँ फरेन कन्ट्रिज भनेर यहाँ लेख्न सकिन्छ। बिजनेस सेक्टर एक्सपोर्ट एन्ड इम्पोर्ट गुड्स एन्ड सर्भिसेस। सो हाउस होल्ड सेक्टरले एक्सपोर्ट मात्रै गर्छ, तर बिजनेस सेक्टरले के गर्छ भन्दा इम्पोर्ट र एक्सपोर्ट दुइटै गर्छ। गुड्स एन्ड सर्भिसेस एक्सपोर्ट पनि गर्छ, इम्पोर्ट पनि गर्छ, अर्थात् पठाउँछ पनि ल्याउँछ पनि, जसलाई आयात र निर्यात पनि भन्छ है। ओपन इकोनोमी विथ एक्सपोर्ट एन्ड इम्पोर्ट, मैले भनेको थिएँ अहिलेको वर्ल्डमा क्लोज इकोनोमी हामीले चाहिँ इमेजिन पनि गर्न सक्दैनौँ, किनभने वर्ल्ड इज इन्टर रिलेटेड, इन्टर कनेक्टेड विथ इच अदर। सो क्लोज इकोनोमी क्यान नट बी इमेजिन्ड। सो हामी चाहिँ के हौँ, ओपन इकोनोमीमा छौँ, नेपाल पनि अहिले ओपन इकोनोमीमै छ। देयर इज अ वेल म्यानेज्ड फाइनेन्सियल मार्केट भन्छ। वेल म्यानेज्ड फाइनेन्सियल मार्केट भनेको चाहिँ एकदम डेभलप्ड, लाइक स्टक मार्केट, अनि त्यसपछि चाहिँ इन्सुरेन्स कम्पनीहरू, त्यसपछि चाहिँ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन भनेको एकदम म्यानेज्ड तरिकाको चाहिँ फाइनेन्सियल मार्केट रहेको छ।
सो अब यसलाई चाहिँ एक्सप्लेन गर्न पऱ्यो भने आई डोन्ट थिङ्क आई टु एक्सप्लेन टु सेक्टर सरी 2 and 3 सेक्टर इकोनोमी, किनभने योभन्दा अगाडि पनि मैले एउटा भिडियो अपलोड गरेको छु, त्यसमा चाहिँ 2 सेक्टर इकोनोमी, यसमा पनि 2 सेक्टर इकोनोमी र 3 सेक्टर इकोनोमीलाई मैले एक्सप्लेन गरिसकेको छु। सो यदि बुझ्नु भएन भने फेरि गएर हेर्न सक्नुहुन्छ, नै भने यही भिडियोलाई चाहिँ पछाडि गरेर हेर्न सकिन्छ, किनभने यहाँ मैले 3 सेक्टर इकोनोमीलाई एक्सप्लेन गरिसकेको छु। अब हामी चाहिँ 4 सेक्टर इकोनोमीलाई एक्सप्लेन गर्छौँ। 4 सेक्टर इकोनोमीमा हाउस होल्ड सेक्टर भयो, बिजनेस सेक्टर भयो र 3 सेक्टर भइसक्यो, सरी गभर्मेन्ट सेक्टर भइसक्यो, हाउस होल्ड, बिजनेस र गभर्मेन्ट। सो यिनीहरू बिच चाहिँ कसरी फ्लो हुन्छ इन्कम एन्ड एक्सपेन्डिचर मैले एक्सप्लेन गरिसकेको छु। अब चाहिँ फरेन सेक्टरबाट चाहिँ कसरी चाहिँ फरेन सेक्टरमा चाहिँ कसरी फ्लो हुन्छ त्यसलाई मैले एक्सप्लेन गर्छु। सो हाम्रो एजम्सनले के भन्यो भन्दा हाउस होल्ड सेक्टरले ओन्ली एक्सपोर्ट क्यापिटल एन्ड मेन पावर, लेबर र क्यापिटल मात्रै हाम्रो चाहिँ उसले चाहिँ हाम्रो हाउस होल्ड सेक्टरले चाहिँ एक्सपोर्ट गर्छ, अर्थात् चाहिँ विदेशमा पठाउँछ। सो क्यापिटल पठायो र मेन पावर कता पठायो भन्दाखेरि हाउस होल्ड सेक्टरमा सरी फरेन सेक्टरमा पठायो। अनि फरेन सेक्टरबाट चाहिँ रेमिट्यान्स कतातिर आयो भन्दाखेरि चाहिँ रेमिट्यान्स कतातिर आयो भन्दाखेरि हाउस होल्ड सेक्टरतिर आयो। कतातिर आयो? हाउस होल्ड सेक्टरतिर आयो। अब यतातिर हेर्न पऱ्यो भने यतातिर हेर्न पऱ्यो भने अब हाम्रो एजम्सनले के भने भन्दाखेरि बिजनेस सेक्टरले इम्पोर्ट पनि गर्छ, एक्सपोर्ट पनि गर्छ है। सो इम्पोर्ट गर्दाखेरि इम्पोर्ट भनेको के हो भन्दाखेरि ल्याउनु हैन, इम्पोर्ट भनेको कन्ट्रीभित्र ल्याउनु, फरेन कन्ट्रिजबाट चाहिँ आफ्नो कन्ट्रीमा ल्याउनुलाई इम्पोर्ट गर्छ। सो इम्पोर्ट गर्यो भने के गर्छ त? पेमेन्ट गर्छ के। इम्पोर्ट गर्यो भने पेमेन्ट गर्छ, द्याट इज कल्ड पेमेन्ट फर इम्पोर्ट्स के। इम्पोर्ट गरे बापत चाहिँ के गर्यो? पेमेन्ट गर्यो क्या। अनि एक्सपोर्ट गरे बापत के गर्छ त? रिसिप्ट गर्छ। गुड्स एन्ड सर्भिसेस एक्सपोर्ट गर्यो भने के हुन्छ भन्दा फरेन सेक्टरबाट फरेन कन्ट्रिजबाट चाहिँ रिसिप्ट गर्छ, द्याट इज कल्ड रिसिप्ट फर एक्सपोर्ट, सरी रिसिप्ट फर चाहिँ एक्सपोर्ट भन्छ, जुन चाहिँ यहाँ यसरी चाहिँ एक्सपोर्टको चाहिँ रिसिप्ट गरिरहेछ। सो दिस इज अल अबाउट चाहिँ 2 सेक्टर, 3 सेक्टर एन्ड 4 सेक्टर इकोनोमी। सो यसलाई चाहिँ मैले एकचोटि चाहिँ लास्ट टाइम मैले सबैलाई कम्बाइन गरेको छु। सो यसलाई चाहिँ मैले लास्ट टाइम कम्बाइन गरेकोलाई चाहिँ एकपटक एक्सप्लेन गरिदिन्छु सबै, लास्ट टाइम हो यो। सो पहिला चाहिँ 2 सेक्टरलाई हेरौँ, हाउस होल्ड सेक्टर एन्ड बिजनेस सेक्टर ओन्ली है। 2 सेक्टरलाई मात्रै हेरौँ। हाउस होल्ड सेक्टरबाट सिम्पल, हाउस होल्ड सेक्टरबाट फ्याक्टर अफ प्रोडक्सन कतातिर जान्छ त भन्दाखेरि हाउस होल्ड सेक्टरबाट फ्याक्टर अफ प्रोडक्सन आउँछ बिजनेस सेक्टरबाट। रिसोर्सेस फ्लो भयो, कि नै भयो होइन, रिसोर्सेस फ्लो भयो। सो फ्याक्टर अफ रिसोर्सेस यो फ्याक्टर अफ प्रोडक्सन कतातिर आयो? बिजनेस सेक्टरतिर आयो। अब बिजनेस सेक्टरले रिसोर्सेस युज गरे बापत के गर्न पर्यो भन्दाखेरि हाउस होल्ड सेक्टरलाई फ्याक्टर अफ प्रोडक्सनको लागि पेमेन्ट गर्नु पर्यो, द्याट इज कल्ड फ्याक्टर पेमेन्ट। फ्याक्टर पेमेन्ट के हुन जान्छ? वेज, रेन्ट, इन्ट्रेस्ट एन्ड प्रफिट भन्छ क्या। सो रेट भनेको रेन्ट हो, बेसिकल्ली रेन्ट नै हो त्यो। अब यहाँबाट चाहिँ के हुन्छ? बिजनेस सेक्टरबाट यता चाहिँ के हुन्छ भन्दाखेरि यता चाहिँ के आउँछ? फ्याक्टर पेमेन्ट आउँछ। सिम्पल। अब यहाँ चाहिँ के गर्छ भन्दा बिजनेस सेक्टरले, यो त म्यानुफ्याक्चरिङ सेक्टर हो, म्यानुफ्याक्चरिङ सेक्टरले के गर्छ भन्दाखेरि फ्याक्टर अफ प्रोडक्सनलाई युज गरेर के गर्छ? प्रोडक्सन गर्छ। के को प्रोडक्सन गर्छ? गुड्स एन्ड सर्भिसेसको प्रोडक्सन गर्छ। गुड्स एन्ड सर्भिसेसको प्रोडक्सन गर्यो, त्यो गुड्स एन्ड सर्भिसेसलाई के गर्यो भन्दाखेरि हाउस होल्ड सेक्टरलाई बेच्यो। सिम्पल। हाउस होल्ड सेक्टरलाई बेचिसकेपछि के गर्यो भन्दाखेरि यहाँबाट चाहिँ रिटर्नमा रिसिभ गर्यो। के गर्यो? अब सेल गरेपछि अभियसली रिसिप्ट हुन्छ। रिसिप्ट के गर्यो भन्दाखेरि यताबाट चाहिँ क्यास रिसिभ गर्यो, द्याट इज कल्ड कन्ज्युमर एक्सपेन्डिचर। सो कन्ज्युमरले चाहिँ यो गुड्स एन्ड सर्भिसेस युज गरे बापत खर्च गर्यो, द्याट इज कल्ड कन्ज्युमर एक्सपेन्डिचर। सो यसरी चाहिँ के गर्यो भन्दाखेरि 2 सेक्टर इकोनोमी भयो। यो हाउस होल्ड र बिजनेस सेक्टरलाई मात्रै हेरियो भने फ्याक्टर अफ प्रोडक्सन यता आयो, फ्याक्टर अफ प्रोडक्सनलाई युज गरेको गुड्स एन्ड सर्भिसेस फेरि यहाँ बिजनेस सेक्टरमा आयो। अनि त्यसपछि चाहिँ के गर्यो भन्दाखेरि बिजनेस सेक्टरले गरेको खर्च हाउस होल्ड सेक्टरको लागि इन्कम भयो। अनि हाउस होल्ड सेक्टरले फेरि जुन खर्च गर्छ कन्ज्युमर एक्सपेन्डिचर, त्यो चाहिँ के हुन्छ? हाउस होल्ड बिजनेस सेक्टरको लागि इन्कम हुन जान्छ। सो यसरी चाहिँ इन्कम एन्ड एक्सपेन्डिचर पनि मुभ गर्यो र गुड्स एन्ड सर्भिसेस अलङ विथ फ्याक्टर अफ प्रोडक्सन के गर्यो भन्दाखेरि हाउस होल्ड सेक्टरबाट बिजनेस सेक्टर र बिजनेस सेक्टरबाट हाउस होल्ड सेक्टरमा चाहिँ के गर्यो? मुभ गर्यो है, फ्लो गर्यो क्या। सो अब यसमा चाहिँ एड गर्यो हामीले गभर्मेन्ट सेक्टर। सिम्पली के एड गर्यो भन्दाखेरि गभर्मेन्ट सेक्टर एड गर्यो। सो गभर्मेन्ट सेक्टरले चाहिँ के गर्यो भन्दाखेरि हाउस होल्ड सेक्टरमाथि चाहिँ ट्याक्स इम्पोज गर्यो क्या, ट्याक्स इम्पोज गर्यो।
अब ट्याक्स इम्पोज गरिसकेपछि चाहिँ के गर्यो भन्दाखेरि ट्याक्स रिसिभ पनि गर्यो क्या। सो गभर्मेन्ट सेक्टरले चाहिँ यो हाउस होल्ड सेक्टरबाट गभर्मेन्ट सेक्टरले ट्याक्स लियो, ट्याक्स लिएर त्यो ट्याक्स लिएर फेरि त्यही ट्याक्स, ट्याक्स भनेको गभर्मेन्टको इन्कम हो, गभर्मेन्टले जुन इन्कम गर्यो ट्याक्सको थ्रु त्यसलाई वेजेस, स्यालेरिज, ट्रान्सफर अफ पेमेन्टको थ्रु फेरि चाहिँ हाउस होल्ड सेक्टरलाई रिटर्न गरिदियो क्या। सो यसरी चाहिँ के गर्यो भन्दाखेरि गभर्मेन्ट र हाउस होल्ड सेक्टर बिच चाहिँ के गर्यो भन्दाखेरि मनी अथवा चाहिँ पैसा के गर्यो मुभ गर्यो। अब अब यहाँ चाहिँ फेरि हामी चाहिँ हाउस होल्ड सेक्टर सरी बिजनेस सेक्टर र चाहिँ गभर्मेन्ट सेक्टरलाई हेर्ने हो भने चाहिँ बिजनेस बिजनेस सेक्टर र हाउस होल्ड सेक्टरलाई चाहिँ फेरि यदि हामी हेर्छौँ भने यो गभर्मेन्ट सेक्टर भयो अनि यो बिजनेस सेक्टर भयो। अब बिजनेस सेक्टरमाथि पनि गभर्मेन्टले ट्याक्स लिन्छ, बिजनेस सेक्टरबाट पनि गभर्मेन्टले ट्याक्स लिन्छ। ट्याक्स अभियसली अब बिजनेस सेक्टर हो भने दुईवटा लिन्छ, डिरेक्ट पनि लिन्छ, इन्डिरेक्ट पनि लिन्छ। सो ट्याक्स बापत यहाँ चाहिँ के गर्यो भन्दाखेरि गभर्मेन्टले फेरि इन्कम गर्यो, बिजनेस सेक्टरबाट पनि गभर्मेन्टले के गर्यो इन्कम गर्यो, त्यो इन्कमलाई फेरि युज गर्छ टु पर्चेज एन्ड प्रोभाइड सब्सिडिज के। गभर्मेन्टले बिजनेस सेक्टरबाटै पर्चेज गर्न र बिजनेस सेक्टरलाई नै सब्सिडिज दिनको लागि चाहिँ के गर्छ भन्दाखेरि यो नेट ट्याक्स पेमेन्टको युज गर्छ क्या। सो यसरी चाहिँ बिजनेस सेक्टर अनि गभर्मेन्ट सेक्टर बिच मुभ गर्यो। अब हामी चाहिँ मुभ गर्छौँ चाहिँ फोर्थ सेक्टर इकोनोमीतिर। अब यसैमा चाहिँ फोर्थ सेक्टर एड गरिदिने हो भने के हुन्छ त, फोर्थ सेक्टर भनेको सिम्पली चाहिँ के भयो भन्दाखेरि फरेन कन्ट्रिज भइहाल्यो। अब फरेन कन्ट्रिजको रिलेसन हाउस होल्ड सेक्टरसँग कस्तो हुन्छ र बिजनेस सेक्टरसँग कस्तो हुन्छ त्यसैलाई मात्रै एक्सप्लेन गर्ने हो हामी नि। अब हामीले चाहिँ एजम्सनमा के भन्यौँ भन्दाखेरि हाउस होल्ड सेक्टरले चाहिँ एक्सपोर्ट मात्रै गर्छ। के एक्सपोर्ट गर्छ भन्दा क्यापिटल र मेन पावर होइन, यो क्यापिटल अनि यो मेन पावर चाहिँ के गर्छ भन्दा एक्सपोर्ट गर्छ। यो चाहिँ एक्सपोर्टको सिम्बल भयो, विदेशी कन्ट्रिजमा पठायो, फरेन कन्ट्रिजमा पठायो। अब क्यापिटल र मेन पावर पठाए बापत चाहिँ फरेन कन्ट्रिजले के गर्छ, रेमिटेन्स दिन्छ नि त। फरेन रेमिटेन्स कहाँ आयो त, हाउस होल्ड सेक्टरसँग आयो। सो यो यसरी चाहिँ के भयो हाउस होल्ड सेक्टर र फरेन कन्ट्रिज बिच मुभ गर्यो। अनि फरेन कन्ट्रिज र बिजनेस सेक्टर बिच कस्तो रिलेसन छ भन्दाखेरि अब बिजनेस सेक्टरले चाहिँ इम्पोर्ट पनि गर्छ, एक्सपोर्ट पनि गर्छ। मतलब गुड्स एन्ड सर्भिसेस पठाउँछ पनि, गुड्स एन्ड सर्भिसेस फरेन कन्ट्रिजबाट लिन्छ पनि। सो लिँदाखेरि के गर्यो भन्दाखेरि इम्पोर्ट गर्यो। लिनु भनेको यो फरेन कन्ट्रिजबाट गुड्स एन्ड सर्भिसेस लिनु भनेको इम्पोर्ट भन्छ क्या, नेपालीमा आयात भन्छ के, आयात भन्छ। आयात भन्छ, यो इम्पोर्ट भनेको आयात हो। आयात गरे बापत पेमेन्ट गर्छ, द्याट इज कल्ड यो पेमेन्टको साइन भयो। अनि एक्सपोर्ट भनेको फेरि के हो, निर्यात हो। निर्यात भनेको विदेशी कन्ट्रिजमा पठाउनु क्या, निर्यात भन्छ यसलाई, आयात निर्यात भन्छ। निर्यात भनेको एक्सपोर्ट हो। एक्सपोर्ट गर्यो भने विदेशी कन्ट्रिजमा गुड्स एन्ड सर्भिसेस पठायो, गुड्स एन्ड सर्भिसेस पठाइसकेपछि पैसा रिसिभ गर्न पर्यो क्या, मनी भ्यालु चाहिँ रिसिभ गर्न पर्यो। दिस इज द सिम्बल अफ रिसिप्ट के। सो यसरी चाहिँ के गर्यो भन्दाखेरि गुड्स एन्ड सर्भिसेस, मनी, रिसोर्सेस के हुन्छ भन्दाखेरि 2 सेक्टर, देन 3 सेक्टर, देन 4 सेक्टरमा चाहिँ के हुन्छ मुभ गर्छ के। अब सेभिङ छ भने फेरि त्यही फाइनेन्सियल मार्केट हुँदै, फाइनेन्सियल इन्स्टिट्युसन हुँदै इन्भेस्टमेन्टको थ्रु चाहिँ बिजनेस सेक्टरमा आइहाल्छ। सो यसरी चाहिँ के हुन्छ भन्दाखेरि मनी एक ठाउँमा चाहिँ होल्ड नभएर, कुनै पनि क्यास, रिसोर्सेस, गुड्स एन्ड सर्भिसेसहरू एक ठाउँमा होल्ड नभएर चाहिँ के हुन्छ भन्दाखेरि एउटा सेक्टरबाट अर्को सेक्टरमा चाहिँ मुभ गरिरहन्छ, जसलाई के भन्छ सर्कुलर फ्लो अफ इन्कम एक्सपेन्डिचर भन्छ। सो आई होप यो चाहिँ सर्कुलर फ्लो अफ इन्कम एक्सपेन्डिचर इन 2 सेक्टर, 3 सेक्टर र 4 सेक्टर इकोनोमीमा चाहिँ कन्फ्युजन छैन होला। छ भने यु क्यान कमेन्ट डाउन, अथवा चाहिँ मैले चाहिँ मेरो युट्युब च्यानलमा मेरो फेसबुक के अरे फेसबुकको लिङ्क पनि राखिदिन्छु, इन्स्टाग्रामको लिङ्क पनि राखिदिन्छु। यु क्यान कन्ट्याक्ट थ्रु द्याट। थ्याङ्क यू सो मच फर वाचिङ। मन परेछ भने प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू सो मच।